पेसिफिक महासागर विश्वको सबैभन्दा ठुलो महासागर भनेर चिनिन्छ। यसको क्षेत्रफल 63.6 मिलियन स्क्वायर किलोमिटर छ। नेपालभन्दा करिब 10 लाख गुणा ठुलो। हामीले अहिलेसम्म यो महासागरको जम्मा 20% मात्र एक्सप्लोर गरेका छौँ, जबकि बाँकी 80%मा के छ त्यो अझै पत्ता लागेको छैन। अब सोच्नुहोस्, तपाईँ त्यही विशाल, शान्त तर डरलाग्दो महासागरको बीचमा एक्लै हराउनु भयो भने के होला? चारैतिर निलो पानी, कुनै दिशा छैन, कुनै मान्छे छैन, समय बिस्तारै हराउँदै जान्छ र तपाईँ मात्र महासागरको ठुलो लहरहरूसँग लड्दै बाँच्न खोजिरहनु भएको छ। यस्तै एउटा साँचो तर डरलाग्दो घटना हुन्छ होसे सेल्भाडोर एल्बारेङ्गा नामका व्यक्तिसँग। एल सेल्भाडोरमा जन्मिएका यी फिसरम्यान एक दिन आफ्नो साथी इजिकियल कोडेबासँग पेसिफिक महासागरको बीचमा हराउँछन्, तर त्यो केही दिनको कुरा थिएन। उनी 438 दिनसम्म समुद्रमा एक्लै बाँच्न बाध्य हुन्छन्। उनलाई मानव इतिहासमा सबैभन्दा लामो समय समुद्रमा हराएर बाँच्न सफल व्यक्ति भनेर चिनिन्छ। तर कसरी उनी 438 दिनसम्म समुद्रमा एक्लै बाँच्न सफल भए? मिस्ट्री ज्ञानको आजको एपिसोडमा हामी होसे सेल्भाडोरको यो अद्भुत कहानी तपाईहरूलाई सुनाउँदैछौँ। नोभेम्बर 17, 2012 एल सेल्भाडोरको कोस्साजुल भन्ने तटीय इलाकामा होसे सेल्भाडोर आफ्नो माछा मार्ने यात्राको तयारी गर्दै थिए। उनी प्रोफेसनल फिसरम्यान थिए र पहिल्यैदेखि पेसिफिक महासागरमा माछा मार्ने काम गर्दथे। त्यस दिन उनी 35 फिट लामो फिसर ग्लास बोटमा इजिकियल कोडेबा नामका 22 वर्षीय युवा फिसरम्यानसँग महासागरमा निस्किन्छन्। उनीहरूको उद्देश्य थियो 30 घण्टाको लागि समुद्रमा माछा मार्ने, त्यसपछि किनारमा फर्किने। एल्बारेङ्गाका अनुसार उनीहरूलाई धेरै माछा मार्नुपर्ने थियो, जुन उनले आफ्नो मालिकलाई बेच्ने योजना बनाएका थिए। तर जब उनीहरू 50 माइल समुद्रभित्र पुगे, मौसम अचानक खराब हुन थाल्यो। उनीहरू अझै फिसिङ गरिरहेका थिए, तर अचानक एक ठुलो हावाहुरी आइपुग्यो। ठुला छालहरूले उनीहरूको डुङ्गालाई हल्लाउन थाल्यो। मुसलधारे वर्षाले वरिपरि केही पनि देख्न मुस्किल भयो। करिब 5 दिनको लगातार समुद्री हावाहुरीपछि उनीहरूको बोट पुरै अफकोर्स भइसकेको थियो। उनीहरूको जिपिएस थिएन, रेडियो बिग्रिएको थियो अनि सबै फिसिङ इक्विपमेन्टहरू हराइसकेको थियो। उनीहरूको इन्जिनले पनि काम गर्न छाड्यो, जसको मतलब उनीहरू ड्रिफ्ट हुन थाले। हावा र पानीको लहरले जता लाने हो त्यतै जान बाध्य भए। तुफान सकिए पनि समस्या भने सुरु मात्र भएको थियो। उनीहरूसँग न त खाना थियो न त खानेपानी नै। सुरुका केही दिनसम्म एल्बारेङ्गा र कोडेबाले बाँच्नका लागि जति सकिन्छ काँचो माछा खान थाले। कहिलेकाहीँ चराहरू समातेर पेट भर्थे। पानीको अभावमा आकाशबाट परेको पानी जम्मा गरेर पिउँथे। तर जब लामो समयसम्म पानी परेन, उनीहरू आफ्नै पिसाब पिउन बाध्य भए। कहिलेकाहीँ समुद्री कछुवा समातेर मासु खान्थे, तर काँचो मासु चपाउनु र पचाउनु निकै गाह्रो थियो। यी कठिन परिस्थितिहरू बीच कोडेबा बिस्तारै कमजोर हुँदै गयो। उसले काँचो माछा या चराको मासु खानै मानेन, जसले गर्दा ऊ स्टार्भेसन यानि भोकमरीको शिकार भयो। करिब 4 हप्तासम्म यसै गरी कमजोर बन्दै गएपछि ऊ डिहाइड्रेसन र मालन्युट्रिसनले मर्न पुग्यो। एल्बारेङ्गाले कोडेबाको डेड बडी तुरुन्तै समुद्रमा फाल्न सकेन। बरु 6 दिनसम्म उसले सब आफूसँगै राखे, सायद साथी गुमाउनुको पीडा सहन नसकेर वा त्यो एक्लोपनमा कोही भएको जस्तो महसुस गर्न। तर समयसँगै सब कुहिन थाल्यो र अन्ततः उनले महासागरमा आफ्नो साथीको मृत शरीरलाई छोडे। त्यसपछि एल्बारेङ्गाको सङ्घर्ष झनै भयावह बन्न थाल्यो। एक्लोपनले उनलाई हेलुसिनेसन हुन थाल्यो। उनले अनेक कुराहरू देख्न थाले। कहिलेकाहीँ लाग्थ्यो कि कोडेबा अझै पनि उसँगै छ।
एक्लोपन, भोक र मानसिक तनावको चरम अवस्थामा कहिलेकाहीँ उनलाई लाग्थ्यो कि अब म पनि बाँच्न सक्दिनँ। तर बाँच्ने चाहना अझै जीवित थियो, जसले गर्दा उनी सङ्घर्ष गर्न कहिल्यै रोकिएनन्। तर समुद्रको बीचमा एल्बारेङ्गाले भोग्नुपर्ने सबैभन्दा डरलाग्दो क्षणहरूमध्ये एक थियो सार्कको सामना। एक रात जब उनी कमजोर शरीर लिएर आफ्नो सानो बोटमा बसेका थिए, उनले पानीमुनि अनौठो छायाहरू देखे। सुरुमा उनले ध्यान दिएनन्, तर केही मिनेटपछि पानीको सतहमा ठुल्ठुला कालो आकृतिहरू बिस्तारै घुमेको देखियो। जब उनले राम्रोसँग हेरे, तिनीहरू सार्क थिए, विशाल, भयानक र शिकारको खोजीमा। एल्बारेङ्गालाई तुरुन्तै थाहा भयो कि उनी ठुलो खतरामा छन्। सार्क सायद बोट नजिक आएको फिस ब्लड वा कोडेबाको शवको गन्धले आकर्षित भएका थिए। केही सार्क्सले डुङ्गाको वरिपरि टक्कर दिन थाले, पानीमा ठुलो हलचल मचाउँदै। एल्बारेङ्गालाई लाग्यो, यदि बोट उल्टियो भने म सिधा शिकार बन्नेछु। उनले आफूलाई शान्त राख्ने कोसिस गरे। उनी डुङ्गाको बीचमा बसेर कमसेकम हलचल गर्न थाले, ताकि सार्क्सले उनलाई जिउँदो शिकार ठानेर आक्रमण नगरून्। तर अचानक एउटा ठुलो सार्कले आफ्नो स्नाउटले बोटलाई ठक्कर दियो र एल्बारेङ्गा समुद्रमा खस्नै लागे। उनी डरले पुरै जमे। उनको मुटुको धड्कन अस्वाभाविक रूपमा बढ्यो। यस्तै तनावपूर्ण अवस्थामा घन्टौँ बिते। तर भाग्यवश केही समयपछि सार्क्सहरू डुङ्गाको वरिपरिबाट हराउन थाले। सम्भवतः उनीहरूलाई नयाँ शिकार भेटिएको थियो वा तिनीहरू बोर भइसकेका थिए। एल्बारेङ्गा आफूलाई एकदमै भाग्यमानी ठाने। तर त्यो रात उनले एक सेकेन्डका लागि पनि आँखा बन्द गर्न सकेनन्। यो घटना उनको जीवनको सबैभन्दा भयावह क्षणहरूमध्ये एक थियो। उनले महसुस गरे कि केवल भोक र तिर्खाले मात्र होइन, समुद्रमा थुप्रै लुकेका खतराहरू पनि उनको मृत्युको कारण बन्न सक्थे। त्यसपछि उनले सार्क्सहरूसँग दूरी कायम राख्न हरसम्भव प्रयास गरे। कहिल्यै पनि र फिसको टुक्राहरू बोटबाट पानीमा नफाल्ने निर्णय गरे, ताकि फेरि तिनीहरू आकर्षित नहुन्। समय बित्दै जाँदा एल्बारेङ्गालाई दिन, महिना र समयको कुनै ट्र्याक नै रहेन। सुरुमा उनले हातको औँलाले गनेर दिनहरू गणना गर्न खोजे, तर 100 दिनपछि उनले दिनहरू गन्न छाडिसकेका थिए। मौसम कहिलेकाहीँ धेरै गर्मी हुन्थ्यो, कहिलेकाहीँ अत्यन्तै चिसो। यसले उनलाई झन् भ्रमित बनायो। उनलाई लाग्थ्यो सायद 6 महिना बितिसक्यो, सायद 1-2 वर्ष नै भइसकेको छ। उनको शरीर एकदमै कमजोर भइसकेको थियो। लगातार काँचो मासु खाँदा उनको पाचन प्रणाली कमजोर भइसकेको थियो अनि शरीरको मांसपेशीहरू गल्दै गएका थिए। उनको छाला सनबर्नका कारण गहिरो रातो बनेको थियो। कतिपय ठाउँमा घाउहरू खुलेका थिए। तर यी सबै पीडाभन्दा ठुलो समस्या थियो मानसिक तनाव। अहिले उनलाई सबैभन्दा ठुलो चुनौती भोक, तिर्खा वा समुद्रको खतराहरू थिएनन्, बरु आफ्नै मन थियो। कहिलेकाहीँ उनलाई लाग्थ्यो उनी बाँचिरहेका छैनन्, बरु एक मृत आत्मा जसलाई समुद्रले बाँधेर राखेको छ। तर एक दिन जब उनले बाँच्ने आशा लगभग गुमाइसकेका थिए, उनले टाढा केही अनौठो आकृति देखे। पहिलो पटक उनले त्यो हेलुसिनेसन होला भन्ने सोचे, किनकि यसअघि पनि धेरै पटक उनले टाढा आइल्यान्डहरू देखेको पान भएको थियो, जुन केवल उनको थकित मस्तिष्कको आँखाको धोका मात्र थियो। तर जब उनले ध्यानपूर्वक हेरे, उनले पानीको सतहमा हरियाली देखे। त्यो समुद्री बादल होइन, कुनै पानीको छाया पनि होइन, यो साँच्चीकै जमिन थियो। उनी एकाएक जोसिए। तर समस्या थियो, उनको बोट अझै पनि छालमा बगिरहेको थियो अनि उनका हातमा पेडल पनि थिएन। उनी छालहरूको सहाराले बोटलाई किनारतिर लैजाने प्रयास गर्न थाले। करिब 2 घण्टासम्म सङ्घर्ष गरेपछि उनी अन्ततः एउटा सानो आइल्यान्डको किनारमा पुग्छन्। जनवरी 30, 2014, 438 दिनसम्म समुद्रमा हराएर एल्बारेङ्गा अन्ततः मार्शल आइल्यान्ड्सको टायल आइसल्यान्ड भन्ने ठाउँमा जिउँदै पुगे। उनी जमिनमा आइपुग्ने बित्तिकै थकित भएर बालुवामा
लडे। उनको शरीर एकदमै कमजोर थियो, हिँड्न समेत सक्दैन थिए। केही समयपछि द्वीपका स्थानीय माछा मार्ने मानिसहरू उनको नजिक आए अनि उनलाई देखेर चकित भए। उनीहरूले उनलाई पानी दिए अनि उनलाई भित्र लगेर खाना खुवाए। जब गाउँलेहरूले सरकारलाई खबर गरे, उनलाई मार्शल आइल्यान्ड्सको अस्पतालमा लगियो। त्यहाँ उनलाई मालन्युट्रिसन, डिहाइड्रेसन र एक्सट्रिम सन एक्सपोजरको उपचार गरियो। एल्बारेङ्गाको सर्भाइभल स्टोरी बाहिर आउन साथ मिडियामा सनसनी मचियो। सबैजना अचम्ममा परे। कतिपय मानिसहरूले भने यो असम्भव छ, कोही पनि यति लामो समयसम्म बिना ताजा पानी र खानाको बाँच्न सक्दैन। केही वैज्ञानिकहरूले भने उनको स्टोरी मिल्दोजुल्दो छ, तर भेरिफिकेसन जरुरी छ। जब एल्बारेङ्गा आफ्नो देश एल साल्भाडोर फर्किए, उनले त्यहाँका मानिसहरूले हिरोको रूपमा स्वागत गरे। तर समस्या थियो, उनको परिवारले सुरुमा उनलाई नक्कली भनेर सोचे। उनीहरूलाई लाग्यो हाम्रो छोरा मरेको थियो, तर अब अचानक जीवित फिर्ता आयो। यो कसरी सम्भव छ? सबैभन्दा ठुलो झट्का उनलाई कोर्डेबाको परिवारबाट आयो। कोर्डेबाको परिवारले उनीमाथि आरोप लगाए कि एल्बारेङ्गाले आफ्नो साथीलाई खाएर बाँच्न सफल भए। उनीहरूले उनलाई 1 मिलियनको लसुट हाले, तर एल्बारेङ्गाले यो आरोप अस्वीकार गरे। वैज्ञानिक परीक्षणहरूले पनि कुनै क्यानिबलिजम यानि मानिस खाने प्रमाण देखाएनन्, जसले गर्दा मुद्दा पछि खारेज भयो। होसे साल्भाडोर एल्बारेङ्गाको यो 438 दिनको सङ्घर्ष कुनै फिल्मको कथा होइन। यो साँचो घटनामाथि आधारित एक अविश्वसनीय सर्भाइभल स्टोरी हो। यो घटनाले देखाउँछ कि मानिसको जीवित रहने इच्छा, विल टु सर्भाइभ, अकल्पनीय हुन सक्छ। कहिलेकाहीँ मानिस एक्लोपन, भोकमरी र मानसिक सङ्घर्षमा फसे पनि सही सोच, धैर्यता र दृढ इच्छा शक्ति भए जिन्दगीको सबैभन्दा कठिन परिस्थितिबाट पनि बाँच्न सकिन्छ। तर सोच्नुहोस्, यदि तपाईँ एल्बारेङ्गाको ठाउँमा हुनुहुन्थ्यो, के तपाईँ पनि 438 दिनसम्म बाँच्न सक्नुहुन्थ्यो?